फेरि पनि मेरो यस गाउँले भ्लगमा हजुरलाई स्वागत छ। नमस्कार, मेरो नाम छ महिना सिजाली। मेरो यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने मेरो फेसबुक पेजलाई फलो गरिदिनु होला र भन्दै मेरो युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला भने मेरो चाहिँ आजको भिडियो चाहिँ म सुरु गर्न चाहन्छु। म चाहिँ एकछिन बिहान उठेर चाहिँ एकछिन पढेर चाहिँ काम गर्छु। ट्याक्क पढेर चाहिँ पढिसकेपछि चाहिँ बिहान उठेर चाहिँ यहाँ आगो बाल्न गउँछु। ट्याक्क खरानसँग झिकेर चाहिँ आगो बाल्छु। यहाँ चाहिँ बाहिर चुल्हामा हामीले चाहिँ बङ्गुलाई खाना पकाइन्छ भने चाहिँ हामीले चाहिँ हाम्रो लागि चाहिँ खानाभित्र ग्यासमा पकाउँछौँ। यो चाहिँ बङ्गुलाई खाना पकाउनको लागि चाहिँ आगो बाल्न लाग्छु। के गर्ने हजुर, गाउँले जीवन यस्तै हो। गाउँलेमा चाहिँ टक्क तरिकाले के काम गरेर यस्तरी दिन जान्नु भयो। गाउँले कता आफ्नो गाउँले कता हजुर, यस्तै छ गाउँमा काम भनेको यही हो। टक्क तरिकाले आगो फुकेर चाहिँ डिप्चेमा चाहिँ पानी सानी हालेर टक्क तरिकाले चाहिँ अब यहाँ चाहिँ बङ्गुला खाना पकाइने हो। टक्क यो चाहिँ आलु है, आलु एकदम हामीले चाहिँ आलु धेरै लगाउँछौँ, तर ठुल्ठुला भरि चाहिँ हामीले बिक्री गर्छौँ भने बजारमा। यो साना चाहिँ हामीले चाहिँ यस्तै बङ्गुला चाहिँ खानको लागि चाहिँ हामीले राखिदिन्छौँ। आगो फुकेर चाहिँ टक्क त्यसपछि चाहिँ मैले चाहिँ आँगन लिप्छु। आज चाहिँ गहुँ झाँत्ने हो। गहुँ झाँत्नेको लागि चाहिँ आँगनसँग लिपेर चाहिँ चत्त गराएर राख्छु। टक्क आज चाहिँ गहुँ झाँत्ने त्यो बारीबाट चाहिँ गहुँ जान लाग्छु। टक्क गहुँ चाहिँ टक्क लिएर आएको छु। यसरी चाहिँ गहुँ लिएर चाहिँ घर लिएर लाग्छु। टक्क बारीबाट टक्क चाहिँ तरिकाले चाहिँ गहुँ बारीबाट घर चाहिँ आँगनमा लिएर चाहिँ राखेर आज झाँत्ने हो गहुँ। टक्क आज चाहिँ गहुँ झाँतेर भ्याउने प्लानमै हो, तर कति झाँतिन्छ त्यो थाहा छैन। टक्क तरिकाले चाहिँ गहुँ झाँतेर चाहिँ यसरी चाहिँ लिएर चाहिँ हामीले चाहिँ यसरी झाँच्छौँ। अब तपाईँले कसरी झाँच्नुहुन्छ त्यो थाहा भएन, हामीले यसरी झाँच्छौँ। टक्क तरिकाले चाहिँ गाउँसम्म झाँतेर चाहिँ आज टक्क गाउँसम्म भ्याएर चाहिँ टक्क तरिकाले काम गर्न लाग्छु। अब चाहिँ फेरि गाउँ ओसार्न जान लाग्छु। टक्क अब चाहिँ धेरै त्यो गाउँसम्म बारीबाट सबै ओसारेर चाहिँ राखेर चाहिँ पछि एकछिन चाहिँ झाँच्न सजिलो होला भनेर चाहिँ बारीको गाउँलाई चाहिँ सबै गाउँलाई चाहिँ यसरी ओसार्न लाग्छु। टक्क एकदम भारी ठुलो छ, एकदम गरुङ्गो छ है, एकदम विशेष गरी जो तरिकाले लिएर आएको छु। एकदम जिता छ मलाई। टक्क यसरी चाहिँ मैले गाउँले ओसारेर ल्याछु बारीबाट। ट्याक्क तरिकाले चाहिँ आज गाउँ झत्तै हाम्रो चाहिँ ट्याक्क गाउँमा चाहिँ यसरी चाहिँ गाउँ छ। अब बिदाको दिन अब अरूको काम त कसरी त थाहा भएन, आफूले त यही हो। बिदाको दिनमा चाहिँ यस्तै गाउँ झाँत्ने घर यस्तो काम गर्दै बितेको छ। त्यसपछि मैले अर्को काम पनि गर्न छ। ट्याक्क तरिकाले अरू काम पनि गर्छ। मैले चाहिँ टमाटरको बिउ पनि राख्नु छ। ट्याक्क गाउँसम्म झाँतेर चाहिँ म अब टमाटर बिउ राख्न जान्न छु। ट्याक्क यो टमाटर बिउ राख्नको लागि चाहिँ यो बङ्गुरको मल, एकदम बङ्गुरको मलमा चाहिँ एकदम राम्रो हुन्छ कि टमाटर बिउ। ट्याक्क जग्गाको लागि बङ्गुरको मलमा चाहिँ यो रोपर गिलासमा चाहिँ पानी निकास होस् भनेर चाहिँ हामी छेर पारेर चाहिँ राखेका छौँ। ट्याक्क तरिकाले चाहिँ यो बङ्गुरको मलमा चाहिँ ट्याक्क तरिकाले चाहिँ ट्याक्क गिलासमा चाहिँ बङ्गुरको मल हाल्दै टमाटर बिउ राखेका छौँ। ट्याक्क हाल्दै चाहिँ यस्तै गिलासमा चाहिँ राख्दा राम्रो। ट्याक्क बङ्गुरको मलमा चाहिँ टमाटर बिउ यसरी राखेर चाहिँ जानुभयो। आज काम त मेरो त यही हो, के गाउँ झाँत्ने टमाटर बिउ राख्ने यता काम गर्दा चाहिँ यसरी दिन जानुभयो क्या आज दिन चाहिँ। ट्याक्क तरिकाले चाहिँ रोपर गिलासमा चाहिँ छिरेर पार्दै यसरी चाहिँ बङ्गुरको मल हालेर यसरी काम गर्दा रात पऱ्यो। यो झमकै झमकै रात परेपछि अब नुहाइदिया गरेर अब सुत्ने हो। आज चाहिँ बेलुकामा चाहिँ नुहाइदिया गरेर यसरी सुत्ने हो। आजको तपाईँको लागि चाहिँ आजको लागि यति नै भ्लग भने अब अर्को नयाँ भ्लगमा भेटौँ न भन्दै फेरि अहिलेलाई चाहिँ बिदा हुन चाहन्छु। बाई बाई। अब यस्तै नुहाइदिया गरेर अब